धेरै वर्ष पहिलेको कुरा हो। सानी केटी जसले आफ्नी आमा सानैमा गुमाएकी थिइन्। लिना, उनको नाम चाहिँ लिना थियो। लिना बुबासँगै सौतेनी आमा र बहिनीसँग बस्थिन्। एक दिन लिना बहिनीसँग आँगनमा खेल्दै थिइन्। त्यतिकैमा सौतेनी आमा भित्रबाट बाहिर कराउँदै निस्किन्छन्। होइन, दिनभरि खेल्छस्, कहिलेकाहीँ त काम पनि गर्न। जा वनमा गएर दाउरा लिएर आइज। अनि सुन, दाउरा भारी नपुग्दासम्म नफर्किनु फेरि। बिचारी लिना एक्लै जङ्गलतिर जान्छन्। घाम चर्किएको थियो। अचानक एउटा सानो स्ट्रबेरी बोट बोल्यो। ओ सानी, तिमीलाई पनि त प्यास लागेको होला नि। मेरो फल खानु, तर पहिले मेरो गोडा चिसाउनलाई पानी हालिदेऊ न। लिनाले मुस्कुराउँदै पानी हालिन् र मिठो स्ट्रबेरी खाइन्। अगाडि बढ्दै जाँदा एउटा बुढो रुखले भने, ओ सानी, पर्ख त, तिमी जस्तो मान्छे वर्षौपछि आयो। म त यो सुकेको डाली बोकेर थाकेको छु। कृपया यो सबै डाली भाँचेर मेरो सहयोग गरिदिन सक्छौ? लिनाले मायाले सबै भाँचिन् र साइडमा राखिदिन्। बिचारी लिना दाउरा बटुल्दै बटुल्दै गर्दा अँध्यारो भयो। उनी हराइन्। उनी रुन थालिन्। त्यही बेला उनी टाढा कतै सुन जस्तै चम्किलो घर देख्न पुग्छिन्। लिना साहस जुटाएर त्यो चम्किलो घरतर्फ लाग्छिन्। अनि त्यहाँ पुगेर उनले ढोका ढकढकाउँछिन्। भित्रबाट न्यानो स्वर आयो, आऊ छोरी। ती थिइन् बुढी हजुरआमा, जुन जादुकी परी थिइन्। हजुरआमाले लिनालाई खानको लागि खाना, ओछ्यान अनि माया दिइन्। लिनाले पनि हजुरआमालाई खाना पकाउन र घरको सरसफाइ गर्नमा सहयोग गर्थिन्। लिना हजुरआमाको घरमा धेरै समय बसिन्, तर उनलाई घर जान मन लाग्यो। उनले हजुरआमालाई भनिन्, आमा, अब म घर जान्छु। लिना घर फर्किँदा हजुरआमाले हिरा, सुन, मोतीको थैली दिइन्। लिनालाई देखेर सबै अचम्म परे, किनभने उनी फर्कँदा उज्यालो अनुहार, सुनौलो कपाल र आँखाभरि चमक लिएर आएकी थिइन्, अनि हातमा हिरा मोतीको थैली।